नेपालको ओडिआई स्ट्याटस जाने भयो। हजुर तपाईलाई पनि यो कुराले निकै सताइरहेको छ। हजुर अहिले म्याक्सिमम हामी सबै नेपाली क्रिकेट फ्यानहरुलाई सबैभन्दा सताउने क्वेशन के नेपालको ओडिआई स्ट्याटस जानेछन्? जुन हामीले ओडिआई स्ट्याटस पाएको छौं र हामी सपना छ ओडिआई खेल्ने ठूलो ठूलो कन्ट्रीहरु टेस्ट मान्यता प्राप्तसँग त्यो चाहिँ के हाम्रो जाँदैछ? हजुर साथीहरु तपाईहरु सबैको लागि यही जिज्ञासा मेटाउनलाई चाहिँ आज मैले भिडियो ल्याएको छु कि नेपालको ओडिआई स्ट्याटस के हुन्छ, कसरी हुन्छ र कसरी बाँच्न सक्छ यसैको विषयमा मैले डिटेल भिडियो ल्याएको छु। कृपया लास्टसम्म हेरेर चाहिँ कमेन्ट गरिदिनुहोस् कस्तो लाग्यो, के लाग्यो भनेर र सब्स्क्राइब पनि गरिदिनुहोस्। सुरुवात गरौँ ओडिआई स्ट्याटस हाम्रो के हुन्छ, कसो हुन्छ र आईसीसी को मान्यता के छ। सबैभन्दा पहिला के हुन्छ भने वर्ल्ड कप लीग डिभिजन 2 मा 8 वटा कन्ट्री जुन हुन्छन् उनीहरुले चाहिँ 36 वटा गेम खेल्छन्। एउटा टिमले सबैले एक अर्कासँग होम अवे गरेर ट्राई नेसन सिरिज गरेर तीन वटा कन्ट्रीलाई एउटा होम अवे गरेर 36 वटा एउटा टिमले चाहिँ गेम खेल्छन् हैन। यो 3 वर्षको साइकल हुन्छ। यो चाहिँ 27 सम्म अहिलेलाई चाहिँ हाललाई चाहिँ हाम्रो 27 सम्म चाहिँ हाम्रो ओडिआई स्ट्याटस सेफ छ। यति कुरा चाहिँ हामी बुझिरहेको है। त्यो 27 पछिको स्ट्याटसको लागि चाहिँ हामीले यो गेम खेल्दै हो। जुन यो अन्तिम 36 गेम सबै टिमले खेलिसकेपछि चाहिँ जुन 8 वटा टिमले 36 गेम खेलिसकेपछि चाहिँ टप 6 मा चाहिँ पर्नु पर्छ ओडिआई स्ट्याटस सेभ गर्नको लागि। त्यो 6 टिममा चाहिँ हाम्रो नेपाल कम्तीमा टप 6 मा चाहिँ पर्यो भने चाहिँ हाम्रो ओडिआई स्ट्याटस सेफ हुन्छ। टप धेरै कन्फ्युजन छ। टप 4 मा भयो चाहिँ ओडिआई वर्ल्ड कप क्वालिफायर खेल्छ, ग्लोबल क्वालिफायर हैन, र टप 6 मा भयो भने चाहिँ नेपालको चाहिँ ओडिआई स्ट्याटस बच्छ। हजुर त्यसैले अहिले नै अताली हाल्नु पर्दैन, अहिले नै हामीले हरेस खानु पर्दैन, किनभने नेपालले यस्तो बारम्बार चमत्कार गरेर देखाएको छ कि 12 मा 11 जितेर। त्यसैले अहिले नै हौसला हारिहाल्नु पर्ने छैन। तर अहिले पनि नगरे भने कहिले? यो लास्ट मोमेन्ट अब हाम्रो हुन थालिसक्यो। यदि अब पनि हामीले पिकअप लिएर जित्न स्टार्टिङ हामीले गरेन भने हामी निकै पछि पर्न सक्छौं र ओडिआई स्ट्याटस जान सक्छ। यो चाहिँ हामी नेपालीहरुको लागि जुन तरिकाले गेम ग्रोथ भइरहेको छ, सब आम मानसमा यो हाम्रो जुन गेमको जुन चारैतिर एक्सेप्टेन्स भइरहेको छ, वर्ल्ड लेभलमा जुन नेपालको वाह भइरहेछ, नेपालको जुन नाम बजिरहेको छ, यो चाहिँ खतरामा पर्न सक्छ। त्यसैले चाहिँ अब चाहिँ हाम्रो खेलाडीहरुले सिरियस भएर गेम एक गेम निकै नै इम्पोर्टेन्ट हो भनेर जित्दै जानुपर्छ र टप 6 मा जुन यो 27 को वर्ल्ड कप को क्वालिफायर को अन्तिम गेमसम्म हैन, जुन कि 3 वर्षको साइकल हुन्छ, त्यो लास्टमा चाहिँ हामीले कम्तीमा टप 6 मा भएर चाहिँ ओडिआई बचाउन सक्छौं र टप 4 मा भएर चाहिँ वर्ल्ड कप ग्लोबल क्वालिफायर खेल्न सक्छौं। हजुर साथीहरु मलाई विश्वास छ तपाईहरुको चाहिँ जुन जिज्ञासा थियो मेटियो होला। फेरि पनि एकचोटी म भन्छु 8 वटा टिमबाट टप 6 मा जो पुग्छ उ चाहिँ ओडिआई मान्यता पाउँछ र बाँकी दुईटा टिमको चाहिँ ओडिआई स्ट्याटस हराउने हुन्छ। त्यसैले त्यो किसिमले चाहिँ निकै नै इम्पोर्टेन्ट छ। तपाई हामी सबैलाई एक गेम इम्पोर्टेन्ट छ। त्यसैले नेपालले प्रत्येक गेम जित्न निकै नै जरुरी छ। मलाई विश्वास छ तपाईहरुलाई जुन क्युरियोसिटी थियो त्यो चाहिँ मेटियो होला र धैर्य धारण गर्नुस्। पक्कै नेपालले चाहिँ ओडिआई स्ट्याटस मान्यता प्राप्त गर्ने नै छ भन्ने विश्वासका साथ आज यो भिडियो यही समाप्त गर्छु। कृपया मन पर्यो भने लाइक, सब्स्क्राइब र कमेन्ट कस्तो लाग्यो भिडियो भनेर कमेन्ट गरिदिनु हुने चाहिँ मैले विश्वास छु। थ्यांक यू।